अब जापानमा छु भन्न पनि होइन, आफैलाई अलिकति अड फिल हुने टाइपको चाहिँ भइदिइसकेको छ क्या। अब जस्तै जापानमा हिजोको समाचार अनुसार एकजना 23 वर्षीय युवतीले स्टुडेन्ट भिसामा जापान आएर उनीले गर्भवती भइसकेपछि उनी आफ्नो बच्चालाई मारेको भन्ने समाचारले अहिले जापानमा सबै अभिभावकदेखि लिएर जापानमा हुने स्टुडेन्टदेखि अन्य नागरिकहरू अहिले त्रसित भइरहेका छन्। तपाईँ जापानमा हुनुहुन्छ र तपाईँको कोही आफन्तजन जापानमा छ भने अलिकति केयर गर्न चाहिँ भनिदिनु होला। किनभने जापान जस्तो देशमा जुन जापानको नियम छ त्यो अनुसार जापानमा बस्नुपर्ने हुन्छ। जस्तै नेपालको जस्तो नियम छ म त्यो गर्छु भन्न चाहिँ र नेपालमा जे गरिन्थ्यो त्यो चाहिँ गर्न यहाँ मिल्दैन, नियम कानुन हुन्छ। जुन 23 वर्षकी युवतीले आफ्नो बच्चालाई छोरी जन्माएको भन्ने खुलासा छ, त्यो छोरीलाई उनले मारेको अथवा मृत्यु अवस्थामा भेटेको पछि अब मारेको हो कि मरेकै थियो त्यो चाहिँ यकिन अझै भएको छैन। त्यो बच्चालाई उनले चाहिँ एउटा जुन झाडा वा प्लास्टिकमा चाहिँ एउटा बाँधेर राखेको र आफ्नै साथीसँग बस्दै आएकी साथीले चाहिँ उनी रगतमै भइसकेपछि उनले प्रहरीलाई खबर गरेर अहिले ती 23 वर्षकी युवती प्रहरीको अनुसन्धानमा छिन्। अब उनले कसरी त्यो बच्चा जन्माएको, त्यो बच्चाको अवस्था कस्तो थियो र के कारणले गर्दा त्यस्तो भयो भन्ने अहिले जापानको प्रहरीले अनुसन्धान गरेको छ। अब तपाईँ जापानमा हुनुहुन्छ, तपाईँ जापान आउँदै हुनुहुन्छ र तपाईँको आफन्त जापानमा हुनुहुन्छ भने यो कुरालाई चाहिँ अथवा अन्य कुरा पनि यस्ता धेरै छन्, तर केही कुरा मात्र बाहिर आउँछन्, सबै कुरा बाहिर आउन सक्दैन। जापान भन्दैमा सबै कुरा यहाँ सुरक्षित छ, तर सबै स्वतन्त्र भएको कारणले गर्दा पनि अलिकति विदेशीहरूको लापरवाहीले गर्दा अब विदेशीलाई झनपछि झन कडा हुँदै र यस्ता विकृतिहरू गर्दा अझन थप कडाइ हुने चाहिँ देखिएको छ।